नमस्कार सम्पूर्णलाई हार्टली वेलकम छ च्यानलमा र आज हामी चाहिँ इटेरीबाट चाहिँ हामी हाम्रो नजिकको प्रत्येक गन्तव्यहरूलाई एक्सप्लोर गर्न लागिरहेका छौँ। स्टे ट्युन। तराई मतलब बजार सहर बजारमा ढल्ने बजार धर्ने भन्दैन त्यही त र थोरै डेस्टिनेसन हाम्रो यात्राको बारेमा र डेस्टिनेसनको बारेमा थोरै जानकारी गराउनुहोस् त टार्छ सर। होइन क्षितिज सर यो बारेमा त उहाँले ल क्षितिज सर जग्गाको ल अब होइन अब डेस्टिनेसन भन्दा पनि यसो साथीभाइ मिलेर यसो घुम्दै जाउँ न चिसो चिसो ठाउँमा भनेर चाहिँ हामी आज हिँडेको हो खास गएको हो। बिस्तारै त्यो पुरानो त्यो घोडा जग्गा हेर्नु त्यो घोडा हिँड्ने पुरानो पहिलाको भेटारको जुन अहिलेको रोड हुनुभन्दा अगाडि हिँड्ने पुरानो जति बेला चाहिँ मान्छे भारी बोकेर ढाका बोकेर हिँड्ने घोडाहरूसँग हिँड्ने पुरानो बाटोतिर चाहिँ आज हामी यसो घुम्दैछौँ। त्यहाँ जानका लागि हामी साथीभाइ अहिले गाडीमा छौँ। गाडी हामी माथि राख्छौँ र त्यसपछि बिस्तारै हामी सिरा खोलाको हिँड्दै जान्छौँ। शिवझट्टा हुँदै शिवझट्टा होइन शिवझट्टा हुँदै तर शिवझट्टाको अपोजिट साइडमा सिरा खोलाको साइडबाट साह्रो दुःख गरेर हिँडेका रहेछन्। त्यो बाटोलाई चाहिँ फेरि हामीले यसलाई रिनोभेसन गरेर होइन हेर्दै त्यो ठाउँहरू कस्तो अवस्थामा छ। सो फाइनली हामी धरानको यो भ्याली भ्यूमा चाहिँ गाडी राखेर अब चाहिँ हामी हाइकिङमा अगाडि बढ्दैछौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ साथीहरू अगाडि गइसक्नु भएको छ। अब पुरै आज हाम्रो हाइकिङ खतरा हुन्छ। नेपाल हाम्रो धरान है कति राम्रो छ। So we can see here. ऊ त माथिको निलो डाँडामा छ नि हो त्यो त्यो त्यसलाई के ठाउँ भन्छ सर? यो भर्लेनी भर्लेङ भन्छ है। भर्लेनी 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 होइन नि भर्लेनी भर्लेनी अनि त्यहाँ जाने चाहिँ कता हो देखाइदिनु पर्यो। ल जति छेउमा अहिले केही हुँदैन बर्खामा छ कि एकदमै हाम्रो यात्रा चाहिँ पुरै भइरहेको छ। तपाईँले साउन्ड सुन्दै हुनुहुन्छ होला। यो चाहिँ पानी बगिरहेको छ है। धरानको पानीको मुख्य स्रोत मध्येको यो एउटा स्रोत पनि हो। सो हामीले हेर्न सक्छौँ। अनि एकदमै घाम छ होइन। पसिना यस्तो ज्यादा छ कि माई गुडनेस। हामी एकदमै हाइकिङमा हिँडिरहेका छौँ है। हामी त कस्तो राम्रो आनन्दको वातावरण छ। यु क्यान सी हियर है। ल अझै हामी हाम्रो यात्रालाई अगाडि बढाउँदैछौँ है। यहाँ त राम्रै खेती उत्पादन हुने रहेछ। अहिले उसिनेर यही खाने होइन हाम्रो अहिले खाजामा पनि यसलाई नै गर्नुपर्छ टक्कसँग होइन। अहिले खाजामा भनिराख्नुपर्छ उसिनेर यही खाने चिलाउँछ पनि ट्राई गरेर त हातमा लगाउँछ त्यो दुसरी जडीबुटीमै पर्ने एउटा एकको केराखेती पनि मजाले प्रशस्त हुँदो रहेछ यो ठाउँमा। वाउ सो नाइस ब्युटिफुल भिलेज है। यो एक्सप्लोरिङ नै भएको छैन क्या। यस्तो सुन्दर ठाउँ छ। अन्ली फर 2-3 किलोमिटरभित्र है धरानको। माई गुडनेस असम छ। सहरदेखि नजिक एकदम ओझेलमा परेको गाउँ भन्नु न। असम एन्ड मेमोरेबल जर्नी भइरहेको छ आजको दिन। हजुर रियली असम। माई गुडनेस हाम्रो सानै हाइकिङ चाहिँ कन्टिन्यू भइरहेछ। अनि अहिले हामी हाम्रो डेस्टिनेसनमा कतिभित्र आइपुगिसक्यौँ सर? हामी लगभग 75% 75% आइसक्यो। अब हामी 25 छ तर उकालो छ त्यसले गर्दा झन्डै झन्डै 50-50 नै पर्ला है। ल प्लिज हिँडौँ। ओके फेरि गर्दैछ पर होइन ठिक छ So nice. एकदमै यात्रा असम भइरहेछ है।
एकदमै इम्पावरिङ फिल भइरहेछ शरीरमा है। को इलाकामा होइन यस त्यहीको डर। हो नि, श्रमदानले पानीको सबैतिर व्यवस्था गरेको छ होइन। हजुर कता यी माथि त्यो चाहिँ मैले अब कलालाई यहाँबाट चाहिँ दुईवटा बाटो छुट्टिने रहेछ। यता यता माथिल्लोपट्टिको बाटो चाहिँ भेटार जाने बाटो रहेछ, अनि यताबाट चाहिँ हामी शिवझट्टा जाने बाटो रहेछ। यहाँ हामीले हेर्न सक्छौँ, यहाँनिर एउटा लोगो राखेको छ। हामी सिधा झटा गएर आउँ त। फोहोर नगरौँ, असल नागरिक बनौँ भनेर चाहिँ यहाँबाट राखेको छ। अनि नआएर आउन शिव यो चाहिँ अलिकति प्लेट चाहिँ बिग्रिएको थियो, टार्जन सरले चाहिँ यसलाई चाहिँ अलिकति कस्दिँदै हुनुहुन्छ। मर्मत सम्मार हाम्रो फ्रेन्ड्स ग्रुपको साथीभाइहरू जहाँ आउँदाखेरि सचेत ग्रुप सबै नागरिक सबै सचेत नागरिक भएको हुनाले बाटो केही बिग्रेको छ भने पनि त्यसको मर्मत कार्य गर्नु सर। अहिले चाहिँ हामी शिवझट्टा छोडेर भेटारतिरको बाटो अगाडि उक्लिँदैछौँ। यात्रा निरन्तर छ, हामी हाइकिङ अगाडि बढिरहेका छौँ। ज्यानमा फाल्टै किसिमको ऊर्जा छ। साथीहरू हिँड्दै हुनुहुन्छ। नयाँ वनस्पति देखियो, हेर्दै कस्तो लोभलाग्दो राम्रो है। आहा कस्तो राम्रो। ल तपाईँले कसलाई थाहा छ यो कुन वनस्पति हो, यसको नाम कमेन्टमा राखिदिनु होला है। सो अम्लिसो बारी, अम्लिसोको कुच्चो हेर्न सकिन्छ। फाइनली हामी हाम्रो डेस्टिनेसन आइपुग्यौँ। सो नाइस। हेलो छेत्रीजी, कता हराउनु भयो? ल यो चाहिँ हाम्रो छेत्रीजीहरूको प्लानिङ हो है। प्रोजेक्ट यहाँ तयारी हुँदैछ। आज हामी यही प्रोजेक्टको लागि चाहिँ हामी यहाँसम्म आइपुगेका छौँ। लेट्स सी हाम्रो यहाँनिर के सम्भावनाहरू हुन्छ हामी हेर्दैछौँ। हामी डेस्टिनेसनमा आइपुगेका छौँ। यहाँ यति मात्रै होइन कि उयो पोल छ नि यहाँ तारजाली छ त्यो तारजाली। हजुर सबै तारजाली देख्यो तलतिर सबै हो कि उयो तारजाली ठिक्कै पऱ्यो। हाम्रो यहाँ अब के प्रोजेक्ट बन्दैछ सर, थोरै भनिदिनु त यहाँको बारेमा। यहाँ अहिले फ्युचर प्लानिङ चाहिँ यसो मान्छेलाई आएर यसो होइन गर्मीको समयमा चिसो खाँदै यसो हल्का रिल्याक्स यता धरानको यो भ्यू हेर्दै यसो रमाइलो गर्ने ठाउँ त्यही हो। ठिक छ, मिस्टेक पनि यस्तो होइन। एकदमै धेरै राम्रो ठाउँ छ है। यतिको डेस्टिनेसन लामो चाहिँ होइन है। के दिनु र, घाँस खानुपर्छ एकछिनमा है। हाम्रो आजको डेस्टिनेसनमा हामी पुगिसकेका थियौँ। पुनः फेरि हामी साथीभाइ छलफल गरेर हाम्रो यात्रालाई अझ भेटारसम्मको यात्रासम्म पुर्याउने भन्ने निधो गरेर हामी पुनः फेरि हाम्रो यात्रालाई अगाडि बढायौँ। त्यही त भनेको त यो क्याम्प फायर गर्ने ठाउँ पनि यहाँ तल पो होला त यार के फर्म थियो नि सुँगुर फर्म यहाँ कि तल्लो तपाईँको हो? अहिले छैन। यहाँ थियो नि होइन तपाईँको? अनि यहाँ जग्गा यो डाँडाहरू बिक्रीमा छैन? यसो सस्तो मस्तो राख्ने पहिलाको कहाँ अदमा सुन्तला होइन सबैहरू नै यस्तैमा राख्ने पहिलाको यो चलन यस्तो। यो यस्तो खाडल खनेर चाहिँ हामीले चाहिँ के भन्छ अदुवाहरू राख्छौँ। यो चाहिँ के यो भण्डारण गर्ने है, चिस्यान गरेर राख्ने हो क्या पहिलाको। यसलाई चाहिँ के हामीले फ्रिज भन्न मिल्छ त अहिलेको समयमा? होइन यसलाई त्यो के भने चिस्यान भण्डार भन्नु मिल्छ। भण्डारण गर्ने ठाउँ चिस्यान भण्डार होइन त्यही भन्नु पर्यो। ल नयाँ कुरो देखियो। यो ठाउँलाई चाहिँ हामीले एक्ज्याक्टली के भन्यौँ? यो डाँडालाई यो ट्याक्क यो भर्लेनी भन्छ यसलाई हो। यो भर्लेनी है। ल यस्तो राम्रो डाँडा, यस्तो राम्रो भ्यू है। अनि यहाँ
आज चाहिँ कहाँ हो त्यो? को समयमा आइपुग्दाखेरि यो ठाउँमा अहिले पनि जग्गाको भाउ चाहिँ एकदमै हाइली कस्ट बढेको पाइयो। लगभग धुरको 3 लाख रुपियाँ भनेपछि नट अ जोक है यो ठाउँमा। माई गडनेस बोजो भन्छ यसलाई चाहिँ एकदमै यो स्वास्थ्यको लागि राम्रो। ल माथि देखिँदै गरेको घरहरू चाहिँ यो चाहिँ भेटार पऱ्यो है भेटार। अहिले हामी लगभग भेटारको छेउछाउ तल्लो फेदीमा आइपुगेका छौँ। यसलाई कुन ठाउँ भन्छ होला यसलाई? घोरले नि। अनि यो माथि देखिरहेको ठाउँलाई चाहिँ यो उयो माथि देखियो घर देखाउँदा सबै भरले ए अनि उ त्यो परको त्यहाँ पुगेपछि चाहिँ त्यसलाई चाहिँ खै के भन्छ थापा गाउँ भनेको त्यो माथिको त्यो प्याराग्लाइडिङ ठुलो ए यता हो त्यो प्याराग्लाइडिङ जाने बाटो पनि छ यतैबाट? यही रोड पुग्छ ए यही रोड। यो रोटी हो क्या निक्लिने। ओके अनि त्यहाँदेखि त्यो बुद्ध गुम्बा त्यहीँदेखि यसरी यहाँनिर प्रोजेक्टहरू बन्दैछ घरहरू। 15-20 वर्षमा यस्तो घरहरू देख्नु यस हाम्रो यो पहिले पहिले चाहिँ नि नभएको घर पुरानो स्टाइलको घर है हेर्न सक्नुहुन्छ तपाईँहरूले एकदमै असम। हामी हाम्रो यात्रालाई निरन्तर अगाडि बढाइरहेका छौँ। यो बाटो चाहिँ विशेषतः पहिले गाडी घोडा नहुँदाखेरि हिँडेर चाहिँ यो बाटो हुँदै भेटार जाने गरिन्थ्यो। आज त्यही पुरानो बाटो चाहिँ आज हामी यसलाई एक्सप्लोर गरिरहेका छौँ। हेर्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ अहिले एडभेन्चर फिलको लागि चाहिँ पुरानो बाटो जुन मान्छेहरू मात्र हिँड्न सक्ने बाटोमा चाहिँ अहिले हिँड्दैछौँ है ठुलो त्यो गोरेटो बाटोलाई छोडेर। सो यता भिरै छ यता पनि भिरै छ। यो चाहिँ फर्दर एडभेन्चरको लागि यस्तोमा बाटोमा हामी हिँड्दैछौँ। यु क्यान सी हियर माई गुडनेस खोर है बाख्राहरूको खोर। हामी चाहिँ एकदमै सर्टकट बाटो हिँड्ने भएर एडभेन्चरिङ गरिरहेको छौँ। माई गुडनेस ल यो घरलेनीमा चाहिँ एउटा टुरिस्ट ल्यान्ड रिसोर्ट भन्ने होटल रहेछ। एकदमै ठुलो होटल हामीले देख्न सक्छौँ। यहाँबाट हामी जान सक्छौँ। ल ल शुभकामना छ। तपाईँहरू मात्रै परीक्षण गऱ्यो भने तपाईँहरूलाई कस्तो टेस्ट भयो थाहा हुन्न। हामीलाई परीक्षण गराउन हामी भनिदिन्छौँ यो चाहिँ ढुङ्गाले हानेको छेपारो देख्नु हो देखेँ पहिलेको एकजना हाम्रो सरले भन्नुभएको केपी ओलीको घरहरू फेरि ठ्याक्कै केपी ओलीजीको घरमा चाहिँ छेपारा पनि रहेछ क्या। ल यो हाम्रो भेटार हो है। अहिले अलिकति त्यो के अरे ऊ छेकियो तुसार भएर। सो हामी लगभग भेटारमा आइपुग्न लागिसक्यौँ। हामी धरानबाट हिँडेको पुरानो बाटो चाहिँ पुरानो बाटो। आजको ट्राभलिङ चाहिँ एकदमै आजको हाइकिङ चाहिँ बब्बाल भइरहेछ है। फाइनली हामी टुरिस्ट ल्यान्ड रिजोर्टमा चाहिँ थोरै रेस्ट गर्नेछौँ। यहाँ हामी एकछिन ब्रेकफास्टहरू गर्नेछौँ। त्यस पछाडि हामी अगाडि बढ्नेछौँ है। ल फाइनली अब हामी चाहिँ तेर्सो बाटो आएका छौँ। राम कालो ठुलो रात भयो। माई गुडनेस सो नाइस हामी आइसकेका छौँ। सो फाइनली हामी भेटा छेउमा आइसकेका छौँ। बाख्रा ल है
ओके सो फाइनली है अब यताबाट यसो गयो भने बौद्ध बिहार जान्छ अनि प्याराग्लाइडिङहरू जाने ठाउँ अब हामी चाहिँ यतापट्टि भेटार हाइवेमा आइसक्यौँ लगभग हामी 4 घन्टा जतिको निरन्तर यात्रामा चाहिँ हामी यहाँ निस्किसकेका छौँ एकदमै सास पनि आइरहेको छ है हिँड्दा हिँड्दा धरानबाट यो बाटो यसरी हिँड्नु एकदमै ऐतिहासिक यो यात्रा गरिएको छ सो थ्याङ्क यू सो मच सबैलाई धेरै धेरै धन्यवाद हाम्रो भिडियोलाई है लाइक सेयर र सब्सक्राइब दामी भयो। गर्नु है ओके नआउने साथीहरूले अब उनीहरूलाई चाहिँ यसो रिग्रेट होला तर पनि नगर्दा अर्कोचोटि आउनुपर्छ। यहाँबाट जाने हो ल के भन्नुहुन्छ तपाईँ भन्नुहोस् एकदम गुड ल के भन्नुहुन्छ सरजी एकदम खुसी लाग्यो बल्ल बल्ल 4 घन्टा पश्चात यो ठाउँ आइपुग्दाखेरि हजुर स्वर्ग पुगे जस्तो भइरहेछ फिल भइरहेछ ल तपाईँले देख्न सक्नुहुन्छ हाइवे है भिजिट थ्याङ्क यू ओके अब फेरि हामी चाहिँ यहाँबाट अलिकति एउटा जक्सनसम्म फेरि हामी अर्को माई गडनेस यस ल आइपुग्यो हाइवे टच माई गडनेस ओ माई गडनेस ल आयो फाइनल होइन फाइनली वी फिस्ड थ्याङ्क यू सो मच भेटार देख्न सक्नुहुन्छ हामी भेटार आइसकेका छौँ है हो डाँडा देखिरहनु भएको छ भेटार है निरन्तर 4 घन्टाको लामो हाइकिङ माई गुडनेस ल अहिले हामी यति बेला हेर्नु भेटारको खाजा राखेको ल है यो त तात्काल हान्दा चाहिँ बोलायो बसो 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 very very wow kita ini rasanya मेरे पोतों की जब मात्र आएको हो कि ओइ सुनमा मेरे पोतों की हात पारेर यसो हेरे पूर्वतिर पूर्वतिर किन हेर हेर साथी सङ्गी हेर हेर साथी सङ्गी सुसलीमा कसले बोलायो सुसलीमा कसले बोलायो
राई माइलाले गाउँ छोडे रे राई माइलाले गाउँ छोडे बाटो छेकिदेऊ न छोड्यो होला बाटोलाई देऊ न फर्क भइदेऊ न राई माइलाले गाउँ छोडे राई माइलाले गाउँ छोडे ढाका काटे झोला झोला चिम्साका उरिमी होला नामास बदे उसलाई उठै हाँस्दैलाई उठो बसी हाँसो होला त्यही फोटो हेर्दै होली माइला रोला उसलाई अरू फर्क भनिदेऊ न राई माइलाले गाउँ फर्क भनिदेऊ न राई माइलाले गाउँ छोडे गयो भने हे तपस्ले सन्चो बिसन्चो मानिसले बोतलिया बन्छ हामी जुन्छ एउटा मान्छे सदा उनले गाउँदै अनि फुल्ला भन्छ फर्क भनिदेऊ न राई माइलाले गाउँ फर्क भनिदेऊ न राई माइलाले गाउँ छोडे राई माइलाले गाउँ छोडे